स्वागत छ साथीहरू आजको मेरो नयाँ भिडियोमा। आज म तपाईहरुलाई राष्ट्रिय परिचय पत्र मोबाइलबाट कसरी डाउनलोड गर्न सकिन्छ भन्ने कुरो सिकाउँछु। त्यसको लागि सबभन्दा सुरुमा तपाईको मोबाइलमा रहेको गुगलमा जानुहोस्। गुगलमा गइसकेपछि नेशनल आइडेन्टिटी कार्ड टाइप गरेर सर्च गर्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ मेरो मोबाइलमा टपमै छ नेशनल आइडेन्टिटी कार्ड। त्यहाँ म क्लिक गर्छु। नेशनल आइडेन्टिटी कार्ड टाइप गरेर सर्च गरिसकेपछि यस्तो किसिमको इन्टरफेस आउँछ। जहाँ देख्न सक्नुहुन्छ डाउनलोड योर ENID टपमै छ। डाउनलोड योर ENID मा क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरिसकेपछि यस्तो किसिमको इन्टरफेस आउँछ। यदि तपाईलाई नेपालीमा बनाउन मन छ भने माथि दाहिनेपट्टि EN लेखेको छ त्यहाँ क्लिक गर्नुहोला र सम्पूर्ण डाटाहरू नेपालीमा देख्न थाल्छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग सिंहदरबार काठमाडौँको एउटा वेबसाइट खुल्छ। त्यो वेबसाइटमा तल देख्न सक्नुहुन्छ ENID डाउनलोड भन्ने सेक्सन छ। यहाँ गइसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ तल लेखेको छ नागरिकता विवरणहरू भर्नुहोस् र आफ्नो ENID डाउनलोड गर्नुहोस्। सुरुमा छ पूरा नाम। पूरा नामको ठाउँमा आफ्नो पूरा नाम नेपालीमा प्रविष्टि गर्नु भन्ने छ। यहाँ चाहिँ आफ्नो नाम नेपालीमा लेख्नु होला। त्यसपछि दाहिनेपट्टि छ पूरा नाम अंग्रेजीमा। त्यसैगरी आफ्नो नाम दाहिनेपट्टि अंग्रेजीमा लेखिदिनु होला र तल आइसकेपछि जन्ममिति विक्रम सम्वतमा तल जन्ममिति लेख्नु होला। यति गरिसकेपछि तल आएर नागरिकता जारी मिति आफ्नो नागरिकता जारी मिति भएको जारी मिति लेखिदिनु होला। त्यसपछि क्याप्स भन्नेमा छ यहाँ तल दिएको क्याप्स चाहिँ यहाँ टाइप गर्नु होला। म टाइप गर्छु M3N9BY। यति गरिसकेपछि तल आएर यहाँ दाहिनेपट्टि खोज्नुहोस् भन्ने अप्सन छ। त्यहाँ गएर क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईको राष्ट्रिय परिचय पत्र देखा पर्दछ। यहाँ देख्न सक्नुहुन्छ तपाईको राष्ट्रिय परिचय पत्र नम्बर अन्य नागरिकता विवरण यहाँ तल दिएको छ र कार्ड डाउनलोड गर्नको लागि तल देखाइएको कार्ड डाउनलोड अप्सनमा क्लिक गर्नु होला। यति क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ तपाईको राष्ट्रिय परिचय पत्र नम्बर साथै डाउनलोड गर्नुहोस् भन्नेमा क्लिक गर्नु होला र यहाँ देख्न सक्नुहुन्छ तपाईको PDF फाइलको पासपोर्ट कसरी बन्छ भन्ने कुरा देखाइएको छ। डाउनलोड क्लिक गर्नुहोस्। यति गरिसकेपछि तपाईको राष्ट्रिय परिचय पत्र PDF फर्मेटमा डाउनलोड भइसकेको छ जसमा तपाईको PDF मा पासपोर्ट प्रोटेक्ट गरेर डाउनलोड गरिसकेको छ। यहाँ देख्न सक्नुहुन्छ मेरो यहाँ डाउनलोड भइसकेको छ। म ओपन गर्छु। दिस फाइल इज प्रोटेक्ट। अब पासपोर्टको लागि के गर्नुपर्छ भन्दाखेरि तपाईको अगाडिको नाम छ नि, अगाडिको नाम जस्तै तपाईको नाम श्याम छ, SYAM श्याम 5 वटा अक्षरले भनेको श्याम छ भने अगाडिको 4 वटा SHAY क्यापिटल राख्नुस् र पछाडि चाहिँ तपाईको जन्ममिति जस्तै 2054 छ भने 2054 लेख्नुस्, 2055 छ भने 2055 लेख्नुस्, 2060 छ भने 2060 लेख्नुस्। तपाईको नामको अगाडिको 4 वटा क्यापिटल लेटर र पछाडि जन्ममिति हालेर इन्टर गर्नुभयो भने तपाईको पासपोर्ट तपाईको फाइल खुल्छ। सबैको पासपोर्ट त्यही नै हुन्छ, अगाडिको 4 वटा अक्षर र पछाडिको तपाईको जन्ममिति। त्यति हालिसकेपछि तपाईको खुल्छ। जस्तै मेरो खोलेर देखाउँछु। देख्न सक्नुहुन्छ यस्तो किसिमले तपाईको PDF फर्मेटमा राष्ट्रिय परिचय पत्र अगाडि पछाडिको फोटो डाउनलोड भइसकेको हुन्छ।
आशा छ साथीहरू तपाईँहरूले यो भिडियोबाट आफैले आफ्नो मोबाइलबाट आफ्नो राष्ट्रिय परिचय पत्रको फोटो डाउनलोड गर्न सक्नुहुनेछ। धन्यवाद।